हेलो गुड मर्निङ सम्पूर्ण साथीहरुमा हार्दिक स्वागत गर्न चाहन्छु। शुभ बिहानीको शुभ प्रभात। आज म तपाईहरुलाई एकदमै हृदय विदारक र भावुक हुने खालको एउटा कथा सुनाउँदै छु। कसैको जीवनमा मेल खाए भने समय मात्रै हुनेछ। यो कथा हो। एउटा गाउँमा एकजना बुवा फाटेको कोट र उद्रिएको पाइप लगाएर 15-16 वर्षकी छोरीलाई लिएर शहर ठूलो होटलमा लगेर जान्छन् र त्यहाँ एकदमै सजावट भएको ठाउँमा लगेर छोरीलाई लन्च गराउनको लागि त्यहाँ लगेर जान्छन् र बाउ छोरी टक्क टेबलमा बस्छन्। टेबलमा बसिसकेपछि उताबाट वेटरले 2 गिलास पानी लिएर टेबलमा राखिदिन्छन् र एकछिनपछि एउटा क्युटी बक्स लिएर बुवाका सामुन्ने सोध्न आउँछन् र के अर्डर गरौँ भनेर। त्यहाँ बुवाले एकदम खुसी, चेहरामा एकदम खुसी र भित्रैदेखि हृदय खुसी भएको फेस देखाएर एक ढोसा अर्डर गर्नुहुन्छ र फेरि वेटरले बुस्कुराउँदै सोध्छन्, हजुरलाई केही हैन भनेर। अनि उनीले वेटरलाई एकदमै खुसी चेहराले मसँग अहिले एउटै ढोसाको मात्रै पैसा छ, त्यही एउटा ढोसा ल्याइदिनुस् भन्छन्। अनि छोरीले बुवाको मुखतिर हेरेर नबोलिकन बस्छिन्। त्यो बुवाको कुरा सुनिसकेपछि तिनी वेटर मन गरुङ्गो बनाउँदै आफ्नो ओनर मालिक भएको ठाउँमा जान्छन् र त्यहाँ भएका ती विस्तृत कुराहरू सबै मालिकलाई लगेर सुनाउँछन् र त्यहाँका मालिकलाई भन्छन् कि ढोसा 2 प्लेट अर्डर गरिदिनुस् र 1 प्लेटको पैसा मेरो सेलेरीबाट काट्नु होला भनेर। ती कुरा सुनिसकेपछि ती होटलका मालिक वेटरलाई हात सुमसुमाउँदै भन्छन्, केही छैन बाबु, देऊ भनेर। त्यसपछि होटलबाट एकदम टेबल सजाउ गरेर बुवा र छोरीलाई 2 प्लेट ढोसा साथमै 2-3 ढोसा और प्याक गरिदिएर र गाउँमा छरछिमेकीमा भएका लाई पनि 1-2 प्याकेट चकलेट प्याक दिएर टेबलमा जान्छन् र उनीहरू बाबु छोरीले खानासाना खाइसकेपछि बिल पे गर्न सोध्छन्। पैसा त छैन, तर होटल मालिकका सान्त्वनाले भन्छन् कि आज हजुरकी छोरीले यति मेहनत लगनशील गरेर जिल्लै टप गरेकी छन् जीसीएससीमा, त्यही भएर हामीले सम्मान स्वरूप तपाईहरुलाई आज सबै चीज फ्रीमा दिन्छौं भनेर भन्छन्। त्यो भनेपछि एकदमै बुवाको आँखबाट आँसु भरेर आउँछ र एकदमै भित्र आत्मादेखि आभार कृतज्ञता गर्छन् र जान्छन्। धेरै पछि उनी छोरी फेरि पढेर ठुली मान्छे भएर त्यही जिल्लाको इन्स्पेक्टर भएर आउँछिन् र एक दिन त्यही होटलमा फेरि आज तिनै पहिलाकी केटी अहिलेकी इन्स्पेक्टर भएर आउँदाखेरि ब्रेकफास्ट गर्न आउँछन् भनेर टेबल बुक हुन्छ। उनी त्यहाँ पुगिसक्छिन् र तिनलाई स्वागत गर्नलाई पहिले जस्तो तत्पर भएर बसेका हुन्छन्, तर उनले त्यो स्वागत अस्वीकार गर्दै तिनी वेटर र ओनरलाई बोलाएर सिउर निहुरेर भन्छिन्, म उही केटी हुँ जो पहिला तपाईहरुले मलाई मेरो बुवासँग पैसा नहुँदाखेरि सरसम्मान मलाई सम्मान गर्नुहुन्थ्यो, त्यही ऊर्जा शक्तिले गर्दाखेरि म आज यो ठाउँमा उभिन सकेकी छु भनेर धेरै कृतज्ञता र आभार धन्यवाद प्रकट गर्छिन्।
र भन्छन् आज म यो होटलको खर्च सबै म बेहोर्नेछु, यहाँ जो गेस्ट आउनुभएको छ उहाँको बिल पनि म पे गर्नेछु र सबै सामुन्ने तपाईहरूलाई एक असल नागरिकको दर्जा रूपी प्रमाणपत्र दिनेछु। तपाईहरूले त्यतिखेर मेरो अवहेलना गरिदिएको भए म आज यो स्थितिमा पुग्ने थिइनँ भनेर ती केटीले त्यहाँ सबै सामुन्ने त्यो पोक्त गर्दाखेरि सबैको मन रसाएको थियो। त्यही भएर यो सन्देशले के दिन्छ भने गरिब अहिले छ भन्दैमा कसैलाई हेप्ने होचाउने र उसको मन दुखाउने काम नगरौँ। भलिहान उही मान्छे एउटा पोत पोस्टरमा या धनी बन्न सक्छ त त्यसैबाट सम्मान पाउन आफूले सकिन्छ भन्ने प्रेरणा मिल्छ कि भनेर मैले यो जानी नजानी कथा हजुरहरू सामुन्ने सुनाउने कोसिस र जमर्को गरेँ। खै कस्तो तपाईहरूको दिल टच हुन्छ कि नै, टच भएछ भने फेरि पनि यस्तै यस्तै कथा भन्ने बाचा गर्दछु। मन परे पनि नपरे पनि, मनमा टच भए पनि नभए पनि सुनेर र लाइक पनि गरिदिनु होला भन्ने आशा राखेको छु। भिडियो अलि लामो भयो भन्दै यसको प्रतिक्रिया कस्तो आउँछ फेरि त्यसपछि अर्को भिडियो लिएर आउनेछु भन्दै हजुरहरू सामुन्ने बिदा हुन्छु। हस् त, बाई बाई।